अनुभवी तथा युवा खेलाडीहरूले अवसर पाएका छन्। शेर मल्ल भने यस टिमको वैकल्पिक खेलाडीको सूचीमा पनि अटाउन सकेका छैनन्। खास के कारणले गर्दा युवा स्टार खेलाडीहरूलाई क्यानले समेटेको छैन यो बारेमा मैले भिडियोमा चर्चा गर्ने प्रयास गर्दैछु। नेदरल्यान्ड्स भ्रमण अगाडि टिममा रहेका अर्जुन कुमाल भने शानदार लयमा देखिएका छन्। उनले लगातार कन्सिस्टेन्सी देखाइरहेका छन्। नेपालको घरेलु क्रिकेटको राजा भनेर चिनिने अर्जुन कुमालले फेरि प्रहार गरेका छन् शतक। वर्षको 5औं शतक लगाउन पनि उनले सफल भएका छन् दर्शक गुरिन। र पिएल सिंह टी20 प्रतियोगिताको फाइनल खेल आज फ्लड लाइटमा हुनेछ यो बारेमा पनि भिडियोमा चर्चा गर्नेछु दर्शक महानुभावहरु। एनपीएल अक्सनको लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ। विभिन्न युवा स्टार खेलाडीहरूले नेपाल प्रिमियर लिग एनपीएल को लागि आफ्नो नाम रजिस्टर गर्न सक्नेछन्। यो बारेमा संक्षिप्त भिडियोमा जानकारी दिने प्रयास गर्नेछु। भने वर्षौंपछि भारतको घमण्ड तोडिएको छ। भारत भन्दा निकै नै कमजोर टिम आयरल्यान्डले अन्ततः पहिलो टी20 खेलमा नै भारतलाई स्तब्ध बनाएको छ। भारतको घमण्ड पनि तोडिएको छ दर्शक गुरिन। यो बारेमा पनि मैले भिडियोमा चर्चा गर्ने प्रयास गर्नेछु। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला र एक लाइक जरुर गर्न नबिर्सिनु होला। दर्शक गुरिन आउनु सबैभन्दा पहिला भिडियोमा चर्चा गरौँ एनपीएल अक्सनको बारेमा चर्चा गरौँ। एनपीएल अक्सनको खेलाडी रजिस्ट्रेसन नेपाल क्रिकेट संघ क्यानले खुलाएको जानकारी गराएको छ। खेलाडीहरूले अब अक्सन भन्दा अगाडि आफ्नो नाम रजिस्टर गर्नुपर्नेछ दर्शक महानुभावहरु। नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणको लागि हुने अक्सनमा सहभागी हुने खेलाडीहरूको नाम दर्ता खुला भएको छ। नेपाल क्रिकेट संघ क्यानले अक्सनमा सहभागी हुने खेलाडी दर्ता खुला गरेको जनाएको थियो हिजो मात्रै। क्यानका अनुसार शुक्रबारबाट दर्ताको लागि खुला गरिएकोमा असार 17 गते बुधबारसम्म खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् दर्शक महानुभावहरु। खेलाडीहरूले आफ्नो नाम दर्ता गर्नको लागि nplt20.com रजिस्ट्रेसनमा गएर त्यो लिंक ओपन गरेर लिंकमा दिएको निर्देशन अनुसार भर्नु पर्नेछ। क्यानले यही असार 22 गते अक्सनको मिति पनि तोकेको छ दर्शक महानुभावहरु। असार 22 गते नेपाल प्रिमियर लिग एनपीएल को सिजन 3 को अक्सन हुनेछ जहाँ खेलाडीहरूको लिलामी हुनेछ दर्शक गुरिन। नेपालको नेदरल्यान्ड्स भ्रमणका लागि केही समय बाँकी रहँदा युवा ओपनर अर्जुन कुमाल भने लयमा देखिएका छन्। अर्जुन कुमालले काठमाडौँमा भइरहेको पिएल सिंह स्मृति टी20 क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्दै आफू लयमा रहेको पुष्टि गर्न सफल भएका छन् र टी20 मा पनि म अब्बल छु भनेर प्रमाण गरेका छन् दर्शक गुरिन। अर्जुन कुमालले यो वर्ष 5औं शतक प्रहार गर्न सफल भएका छन्। प्रतियोगिताको अन्तिम लिग खेलमा वीरगञ्ज महानगरपालिका विरुद्धको खेलमा शतक प्रहार गर्न सफल भएका थिए अर्जुन कुमालले। अर्जुन आबद्ध पोखरा महानगरपालिकाको टोली एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ। वीरगञ्जको खेलमा अर्जुनले 61 बलमा 11 चौका र 5 छक्काको सहयोगमा 105 रनको शतकीय इनिङ्स खेल्दै आउट भएका थिए। अर्जुन कुमालले यसअघि केही महिना पहिले भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशको छनौट खेलमा 2 शतक तथा पीएम कप राष्ट्रिय प्रतियोगितामा 2 शतक प्रहार गर्न सफल भएका थिए। समग्र रूपमा योभन्दा अगाडि 4 शतक लगाइसकेका उनले यो पटक टी20 क्रिकेटमा फेरि शतक लगाउन सफल भएका छन् र वर्षमा 5 शतक लगाउन पनि सफल भएका छन्। यही प्रदर्शनको आधारमा त्यसपछि भएको लिग 2 त्रिकोणात्मक श्रृङ्खलामा युएईसँगको खेलमा ओडीआईमा डेब्यू मौका पाएका थिए। अर्जुन कुमारले विश्वकप लिग 2 अन्तर्गतको महत्त्वपूर्ण खेलका लागि आगामी महिना नेपालले नेदरल्यान्ड्सको भ्रमण गर्दैछ जहाँ अर्जुन कुमाल पनि टिममा पर्न सफल भएका छन् दर्शक महानुभावहरु। र पोखरा महानगरपालिका र काठमाडौँ महानगरपालिका बीच पिएल सिंह टी20 कपको आज फाइनल हुँदैछ। निशुल्क तपाईहरुले हेर्न सक्नुहुनेछ। यो खेल फ्लड लाइटमा हुनेछ दर्शक महानुभावहरु। साँझ 5:30 बजेबाट यो खेल सुरु हुनेछ। पोखरा महानगरपालिका फाइनलमा पुगेको छ। उता ईशान पाण्डेको नेतृत्वमा रहेको काठमाडौँ महानगरपालिका पनि फाइनलमा पुगेको छ र पोखरा र काठमाडौँ बीचको भिडन्त फ्लड लाइट मुनि हुनेछ रातिमा। र यो खेल हेर्नको लागि खेलाडीहरूलाई सपोर्ट गर्नको लागि तपाईहरु पनि त्यहाँ जान सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ। काठमाडौँमा टियु क्रिकेट ग्राउन्डमा गएर नेपाली क्रिकेट टिमका यी खेलाडीहरूलाई सपोर्ट गरिदिनु होला भनेर चाहिँ हामी आग्रह पनि यहाँबाट गर्न चाहन्छौँ। र अझै रोमाञ्चक हुन सक्नेछ आज फाइनल खेल बलियो पोखरा र त्यस्तै गरी काठमाडौँको टिम पनि भिडन्तमा रहनेछन्। दीपक दुम्रे, अर्जुन कुमाल जस्ता खेलाडीहरू पोखरा महानगरपालिकाको टिममा रहेका छन्। विपिन खत्री रहेका छन्। त्यस्तै गरी काठमाडौँको टिममा ईशान पाण्डे लगायतका चर्चित खेलाडीहरू रहेका छन् जसले काठमाडौँलाई फाइनलसम्म पुर्याए र आजको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ। तपाई कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ र अर्जुन कुमाल, दीपक दुम्रे लगायतका खेलाडीहरूको प्रदर्शन तपाईलाई कस्तो लागिरहेको छ त्यो बारेमा कमेन्टमा लेख्न सक्नुहुनेछ। नेदरल्यान्ड्स भ्रमणको लागि नेपाली टोलीको घोषणा पनि भएको छ दर्शक महानुभावहरु जहाँ पोखराबाट खेलिरहेका अर्जुन कुमाल जुन शानदार लयमा रहेका छन् उनले पनि स्थान बनाएका छन्। विनोद भण्डारी जस्ता खेलाडीहरूले पनि स्थान बनाएका छन् भने शेर मल्ल टिममा नपरेपछि यति बेला फ्यान्सहरू असन्तुष्ट रहेका छन्। शेर मल्लले लगातार राम्रो गरिरहेका छन्। टी20 मा पनि उत्कृष्ट खेलिरहेका छन् र उनी ओडीआई क्रिकेटमा पनि रिजर्भ गर्ने खेलाडी हुन् भनेर अहिले यति बेला चर्चा पनि भएको छ। वैकल्पिक खेलाडीको सूचीमा समेत शेर मल्ललाई राखिएको छैन भनेर पनि धेरै नै चर्चा भएको छ दर्शक महानुभावहरु।
आगामी महिना नेदरल्यान्ड्समा हुने विश्वकप लिग 2 अन्तर्गतको श्रृङ्खला खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेदरल्यान्ड्समा हुने विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। क्यानले रोहित कुमार पौडेलको कप्तानीमा 15 जनाको टोली घोषणा गरेको छ। दर्शक गुरिन नेदरल्यान्ड्समा नेपालले नामिबिया र घरेलु टोलीसँग त्रिकोणात्मक श्रृङ्खला खेल्नेछ। त्यसअघि नेपालले लिग 2 का लागि जर्सीमा अन्तिम तयारी गर्ने तयारी पनि रहेको छ भने त्यसक्रममा जर्सीको राष्ट्रिय टोलीसँग 2 खेलको अभ्यास श्रृङ्खला खेल्नेछ। त्यो पनि 50 ओभरको खेल हुनेछ, यानि कि एक दिवसीय खेल त्यहाँ खेल्नेछ। यो खेलले भने अन्तर्राष्ट्रिय ओडीआई मान्यता पनि प्राप्त गर्ने छैन। यो अभ्यास मात्रै हुनेछ, ओडी खेल हुनेछ। दर्शक महानुभावहरु, यो ओडीआई हुने छैन। त्यसअघि घरेलु मैदानमा भएको 2 श्रृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। 2 श्रृङ्खलामा खेलेका 8 मध्ये 6 खेलमा नेपालले जित हासिल पनि गरेको थियो। लिग 2 मा नेपालले 28 खेल खेलेर 11 खेलमा जित निकाल्दा 15 खेल हारेको छ र 24 अङ्क सहित अहिले नेपाल लिग 2 को अङ्क तालिकाको 5औं स्थानमा रहेको छ। अमेरिका 43 अङ्क सहित पहिलो स्थानमा र स्कटल्यान्ड 38 अङ्क सहित दोस्रो स्थानमा छ। अब नेपालले नेदरल्यान्ड्स र नामिबियासँग नेदरल्यान्ड्समा गएर खेल्ने हो र त्यहाँबाट 4 खेलबाट 8 अङ्क बटुल्न सकेमा यो सिरिज निकै नै महत्त्वपूर्ण रहेको छ नेपालको लागि। गर या मर जस्तै हो, हरेक खेल फाइनल जस्तै छ नेपालको लागि र हरेक खेलमा जित्नै पर्ने आवश्यकता देखिएको छ। यो खेलमा कमब्याक गर्न सके, यानि कि लगातार जित निकाल्न सक्छ भने नेपाल क्रिकेट टिमले लिग 2 मा टप 4 मा फिनिश गर्न सक्ने आशा अझै बलियो भएर जानेछ। त्यसैले पनि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ नेपाल टिमको लागि। त्यसैले नेपाली क्रिकेट टिममा लगातार त्यही पुरानै खेलाडीहरूलाई निरन्तरता दिएको छ भन्दा फरक नपर्ला, यानि कि पहिला लिग 2 मा खेलिरहेका खेलाडीहरूलाई नै निरन्तरता दिएको छ, कुनै नयाँ खेलाडीहरूलाई यहाँ समावेश गरिएको छैन भन्दा पनि फरक नपर्ला। रोहित कुमार पौडेलको कप्तानीमा खेल्नेछ टिमले। दिपेन्द्र सिंह एरी उपकप्तान रहनेछन्। कुशल बर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुलशन कुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित नारायण राजवंशी, भीम सार्की, अर्जुन कुमार र विनोद भण्डारी जस्ता खेलाडीहरू टिममा समावेश भएका छन्। वैकल्पिक खेलाडीको कुरा गर्नुहुन्छ भने सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ। साहब आलम छन् अर्का खेलाडी स्पिनरको रूपमा र हेमन्त धामी फास्ट बोलरको रूपमा र आकाश चन्द पनि फास्ट बोलरको रूपमा छन् भने युवराज खत्रीलाई पनि The ICC Women's T20 World Cup 2026 is live and free. लाई पनि यहाँ टिममा समावेश गरिएको छ। वैकल्पिक खेलाडीको सूचीमा एक लेग स्पिनरको रूपमा युवराज खत्री पनि आएका छन्। सन्दीप लामिछानेको विकल्पमा उनलाई सायद हेरेको छ भन्दा फरक नपर्ला। दर्शक महानुभावहरु, अझै पनि यहाँबाट भीम सार्की, विनोद भण्डारी जस्ता खेलाडीलाई वैकल्पिकमा राखेर सन्दीप जोरालाई चाहिँ माथि ल्याउनु पर्थ्यो। हेमन्त धामी जस्ता खेलाडीहरूलाई पनि 15 जनाका स्क्वाड भित्र राख्नु पर्थ्यो भन्ने चाहिँ मलाई लाग्छ। किन भन्दाखेरि लगातार शानदार लयमा सन्दीप जोरा पनि रहिरहेका थिए। ओडीआईमा पनि T20 मा पनि राम्रो खेलिरहेका खेलाडी छन् सन्दीप जोरा। त्यसैले उनले चाहिँ टिममा डिजर्भ गर्नु पर्थ्यो जस्तो मलाई लाग्छ। र अर्को खेलाडी भनेको हेमन्त धामी छन्। युरोपियन पिचमा हेमन्त धामीको स्विङले चाहिँ राम्रो काम गर्न सक्थ्यो जस्तो मलाई लाग्थ्यो र हेमन्त धामीलाई पनि 15 जनाको स्क्वाड भित्र राख्नु पर्थ्यो। उनले पनि डिजर्भ गर्थे जस्तो मलाई लाग्छ। दर्शक महानुभाव, तपाईलाई के लाग्छ यो बारेमा लेख्नु होला। शेरमल्लको त मैले कुरा गरिसकेको छु। शेरमल्ललाई विशेष गरेर T20 क्रिकेटमा मात्रै हेरिएको छ। अहिले शेरमल्ललाई स्थान यहाँ दिएको छैन, पछि दिएला। अहिले सबै खेलाडीहरूलाई राखेर कुन खेलाडीलाई बाहिर राख्ने भन्ने कुरा पनि हुन सक्छ हैन। तर शेरमल्ल राम्रो लयमा थिए। T20 मा पनि राम्रो प्रदर्शन गरिरहेका छन् उनले र डिजर्भ चाहिँ उनले ओडीआईमा पनि गर्छन्। उनलाई राख्नु पर्थ्यो। एउटा अफ स्पिनरको रूपमा राम्रो खेलाडी, उनले ब्याटिङ पनि राम्रो गर्न सक्छन् भन्ने चाहिँ मलाई लाग्थ्यो। दर्शक महानुभाव, यो बारेमा तपाईको विचार के छ तल कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। र दर्शक महानुभाव, एउटा सनसनी क्रिकेटमा खबर के छ भन्दा आयरल्यान्डले हिजो भारतमाथि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित हात पारेको छ र भारतको घमण्ड तोडिदिएको छ। भारतमा 101 हार्ड हिटर छन्, 101 राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्ने ब्याटरहरू छन् भनेर भारत धेरै घमण्ड गर्थ्यो। धेरै चर्चा उनीहरूको हुन्थ्यो, धेरै चर्चा ब्याटरहरूको भइरहेको थियो। बोलरहरूको भन्दा पनि ब्याटरहरूको को भन्दा को कम भने जस्तै हार्ड हिटरहरू कम थिएनन् भारतको टिममा र यो टिमलाई आयरल्यान्डको टिमले घुँडा टेकाइदिएको छ। दर्शक महानुभावहरु, भारतसँगको 2 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा आयरल्यान्डले 34 रनले भारतलाई पराजित गरेपछि यति बेला क्रिकेट जगतमा सनसनी मचाएको छ। आयरल्यान्डलाई सबैले बधाई दिएका छन्, ओइरो लागेको छ। बधाईको नेपाली फ्यान्सहरूले पनि, नेपाली क्रिकेटरहरूले पनि आयरल्यान्डलाई बधाई दिएका छन्। दर्शक महानुभावहरु, आयरल्यान्ड क्रिकेट टिमले दिएको 183 रनको लक्ष्य पछ्याएको भारत 18.5 ओभरमा 148 रन बनाएर अल आउट भएको थियो। भारतका लागि अभिषेक शर्माले 20 बलमा 49 रन बनाएका थिए भने शिवम दुबेले 25 रन बनाएका थिए। तिलक वर्माले 19 रन बनाए। अक्षर पटेलले 15 रन बनाएर आउट भएका थिए भने अन्य ब्याटरहरूले दोहोरो अङ्कमा समेत रन बनाउन सकेका थिएनन्। धेरै चर्चित खेलाडीहरू छन्। यहाँ आईपीएलका स्टार किङहरू रहेका छन्। सञ्जु स्यामसन, ईशान किशन, श्रेयस अय्यर, अभिषेक शर्मा, तिलक वर्मा जस्ता खेलाडीहरू रहेका थिए। भारतको यो पहिलो रोजाइको T20 टिम थियो र पनि स्तब्ध बनेको छ। आयरल्यान्डले स्तब्ध बनाइदिएको छ। दर्शक महानुभावहरु, 2 खेलको T20 आई सिरिजमा 1 खेलको अग्रता लिइसकेको छ। 1 खेल जित्दै आयरल्यान्डले भारतलाई स्तब्ध बनाइदिएको छ र उत्कृष्ट प्रदर्शनको लागि आयरल्यान्डलाई शुभकामना। भारतको घमण्ड तोडिएको छ। कयौं वर्षपछि इतिहास रच्दै आयरल्यान्डले भारतलाई पहिलो पटक
हराउन पनि सफल भएको छ दर्शक महानुभावहरू। अब यो पछि केही समय पछाडि अफगानिस्तानसँगको सिरिज पछाडि आयरल्यान्डको टोली नेपाल आउने पनि चर्चा रहेको छ दर्शक महानुभावहरू। आयरल्यान्ड र नेपाल बीच टियु क्रिकेट मैदानमा एउटा T20 खेलको सिरिज हुनेछ भनेर पनि चर्चा भएको छ। भारतलाई पराजित गरेको टिम यस पछाडि फेरि अफगानिस्तानसँग खेल्नेछ, त्यस पछाडि नेपाल भ्रमणमा आउने भन्ने चर्चा रहेको छ। यो बारेमा चाहिँ थप अपडेट भने आएको छैन। अर्को भिडियोहरुमा चाहिँ मैले अपडेट पक्कै पनि दिनेछु दर्शक महानुभावहरू। भारतको टिमलाई घोडा टेकाएपछि आयरल्यान्डको विश्व क्रिकेटमा चर्चा भएको छ। तपाई के भन्नुहुन्छ यो बारेमा तल कमेन्ट बक्समा लेख्नु होला। क्रिकेट सम्बन्धी अपडेटहरुको लागि च्यानललाई